भन्न फसेको यार स्टुडियो यस्तो यहाँ काराभित्र यस्तो भिडियो गर्न नपाइँदो रहेछ। म त मस्तले भिडियो गराइदिएको पुलिस बोलाइदिउँ हुन्छ। अझै उता मेरो के हो को हो त्यो भिडियो गर्न पाइँदा पुलिस बोलाइदिउँ भन्थ्यो। आइ तोर गल्ती भयो म भ्लग बनाउँछु यस्तो यस्तो युट्युबमा हाल्ने भनेको भन्न त्यही ठाउँको ठाउँ भिडियो डिलिट गर्न पठाएको। मैले फटाफट भिडियो डिलिट गरिदिएको के त्यो अरू त्यता त बाहिर बाहिर गराएको थियो भिडियो। त्यता फेरि त्यता त हेरेर बसेको हेरेपछि त म भित्र त पुरा सबभन्दा ठुलोको भित्र गएको त ए बाफ रे बाफ फर्काउँछ गएर म त के बोल्न अब आफ्नो होइन अर्काको के उस गर डिलिट गरिदियो भिडियो। दुईवटा भिडियो डिलिट गरिदियो त्यत्रो लङ त्यो बाहिर गराएको थिएन भित्रै गराएको थियो त्यो पनि डिलिट गरेर त्यत्रो सबै त्यो पैसा खान्छ होला यस्तो ठुलो हो नि त पैसा खाएर बस्छ होला क्या अहिले रिक्स गरेर सुन्ला भिडियो यहाँ हुन्थ्यो गरेर बनाएको जुत्ता बनाएको जाने भइरु आइदिएको यहाँ बुद्ध चोकतिर लन्चको थिएन क्या मान्छे कतिपयहरू त्यो यहाँ जाने के गर्न बुद्ध चोक बाबु खुट्टा गराएर त्यहाँ मान्छेले थिएन खुट्टा गराउने उतापट्टि साह्रै ढिलो आएको थियो त्यो बल्ल बल्ल गरेर ल्याएको छिटो भुकिरहेको के हो के बस भयो के भयो ओइ बटारी ब्याक टु भिडियो आज भगाइसक्यो आज घाम त लाग्छ छैन शीतल छ क्या आज मम्मीले अघि धान काट्न भन्न थियो यहाँ काट्नु पर्छ क्या आज काट्यौँ कि नै मम्मीले अहिले काट भन्नु थियो म त काट्दिन्थेँ काट्न नि मन लाग्थ्यो यसो काट्दिउँ होइन धान पाकिसकेको छ क्या हाम्रो साथीभाइहरू हिँडेर नदिनु पऱ्यो यसो आज आइदिनु भनेको के हो हिँडो आउने अहिले आउने है बुझिस् भयो माया लाग्दो मेरो बुन्टु यस्तै कपाल दामी छ यसको के हो यस्तो यस्तो यसको यति अब यसलाई छोड्नु हुन्न र अब पुरै किर्ने किट्न थेट यसलाई छोड्दैन अब यसलाई छोड्नै हुन्न क्या अब यसलाई छोड्यो भने अब किर्नेहरि फैलिन्छ बिजुली बित्दैन जाने अरे बाबाले भन्नुभयो हेलमेट कहाँ यता कता छ हेलमेट छैन बिजुली बित्दैन जाने अवस्था तिमीहरू अब हिँडो आउने छैन जाने हो साथीभाइहरू
बिजुलीतिर जाने स्कुटीमा अहिले देख पुतली छटपटिराखेको बाबा आउँदै हुनुहुन्छ अनि स्कुटीमा जाने अब माथि गएर चाहिँ पैसा झिक्छौँ त्यसपछि भैरवतिर चल्दै है खुल्लै आएर त्यहाँ बाबाको खुट्टा बनाउनु जाने हो त्यसपछि घर जाने हप्ता अनि 3 महिनामा आएको होइन र कति महिना भयो त के भन्नु हेलमेटै माथि छोडेर आइदिएर कस्तो बिर्सेको त्यो माथि खोला भन्नु छ त्यो रोडिहाल्यो त्यो माथि छोडेर आयो हेलमेट पनि हाल्छ हेलमेट लियो जाने बाबाको खुट्टा बनाउनु सक्यो बाबाको खुट्टा बनाएपछि अब घरतिर जाने यहाँ पैसा छ कि पैसा झिकेर उता बाबु त्यहाँ के अरे लाइनको बिलतिर जानु रहेछ रहेछ पैसा जुत्ता छिराउने मान्छे नरहेछ भइरहेको त गएन आज बजार रहेछ क्या यहाँ त्यही बजार छिरानीमा गएको थिएँ त्यो अहिले आउँछ कि यहाँ माछा छ क्या डेन्जर अलिक सानो सानो पाल्यो पछि यहाँ ठुल्ठुलो हुन्छ बोटी बोटी छ क्या यहाँ सिधै देखेको छैन यहाँ कि सिधै फितिर गयो फितिर ऊ माछा दिएको पहिला यहाँ माछा हाल्छन् क्या ऊ त्यहाँको कपाल काट्ने मान्छेले हाल्छ कि यहाँ टक्क यहाँ पहिला बाबाले यहाँ काम गर्नु थाल्यो क्या यो पहिला प्रेस यहाँ पहिला काम गर्नु थियो क्या बाबाले त्यही भएर बाबाको प्रेसमा आएको यहाँ छाप्न मिल्यो यो काट्न मिल्छ क्या यहाँ टक्क यस्तो यहाँ राखेर यहाँनिर यस्तो राखेर काट्ने क्या यो पहिला यस्तै काम गर्नु थियो बाबाले बहुत काम गर्नु थियो यस्तैमा टक्क यो के सामान छ यहाँ यस्तो डेन्जर रहेछ यो पुरा छाप्ने हो कि नामहरू छाप्ने क्या यो पुरै यस्तो दामी हुन्छ त्यो भयो यो पुरै छाप्ने हो यो यहाँ छ एउटा स्टिच हान्ने क्या टक्क यहाँ खुट्टाहरू यस्तो दबाउने दबाएर यहाँ स्टिच हुन्छ क्या पुरै स्टिच यहाँ छ पुरै टक्क यहाँ पुरै यो अगाडि बढ्छ कि बराबर गर्छ कि पेपरहरूलाई बराबर गर्छ यसले यत्रो भइसक्यो यत्रो काटिसक्यो कि पेपर यस्तो राम्रोसित काट्छ कि स्टुडेन्टहरू टक्क पेपरहरू छ यत्रो धेरै सबै छाप्ने हो क्या यत्रो पनि यहाँ छ पुरै सबै मिल्छ यहाँ इक्जाम पेपर केको बिल चाहियो कि होइन जेको पनि बिलहरू यो आइडी कार्ड होइन यस्तो टी सर्टहरूमा यो नामहरू छाप्न नामहरू के कस्तो नामहरू छाप्ने क्या पुरै नामहरू जस्तो जर्सीमा हुन्छ नि यो डिवाइसीको कलरको पछाडि नाम हुन्छ नि डिवाइसी भनेर नाम हुन्छ नि त्यस्तैहरू के पुरै छापिदिने क्या यहाँ अरू सबै मिल्छ आइडी कार्ड भयो स्कुलको बिल भयो स्कुलको पेपरहरू पनि मिल्छ क्या हो सबै जे पनि छ सबै छाप्नु मिल्छ क्या
त्यही भने सबै छापिन्छ केही नछापिन्छ त्यो सब छापिन्छ साइन गरेर ल्याउनु पर्यो घर खाने साइन गरेर ल्याउँछु त्यसपछि त्यहाँ बाबाले काम गर्ने ठाउँमा सर्टिफिकेटहरू लिएर अब सेक्रेटरी त्यहाँ गएर लिएर हुन्छ होइन त्यहाँ साइनै मिल्दैन अरे गङ्गाराम अङ्कलले गरेको साइन यस्तो साइन गर्नुपर्छ साइनै मिल्दैन त फर्केर आइदिनु साइन साइन मिल्दैन के गर्नु त कस्तो साइन गर्नु है गङ्गाराम अङ्कलले अब फेरि गएर फेरि घर जानुपर्छ यता र उता गर्नुपर्छ साइन मिलेर भन्दा अब फेरि अहिले आउनु नि बेल लाउनु फेरि घर जा फेरि जा गङ्गाराम घर जा फेरि मिलेन भनेर आइज भन्न गएर अब गुड्डु अङ्कलले साइन मिलेन भन्नु गुड्डु अङ्कलले जान्छ के भन्नु छ यही हुन्छ यो गुड्डु अङ्कल लिएर जान्छु रिसमा हिँड्नु रिसमा फर्काउँछु भन्नु पुरा रिसमा हिँड्नु रिसमा साइन होइछ त साइन उस चेक के घरमा फसेर यस्तो यहाँ कार यस्तो भिडियो गर्न नपाइँदो रहेछ म त मस्तले भिडियो गराइदिएको पुलिस बोलाइदिनु अझै उता मेरो के हो को हो त्यो भिडियो गर्न पाइँदा पुलिस बोलाइदिनु भन्थ्यो आइ चोर गल्ती भयो म भ्लग बनाउँछु यस्तो यस्तो युट्युबमा हाल्यो भनेको भन्न चाहिँ ठाउँको ठाउँ भिडियो डिलिट गर्न पठाएको मैले फटाफट भिडियो डिलिट गरिदिएको के त्यो अरू त्यता त बाहिर गराएको थियो भिडियो अनि त्यता फेरि त्यता त हेरेर बसेको म भित्र त पुरा सबभन्दा ठुलोको भित्र गएको त ए बाफ रे बाफ फर्काउँछ गएर म त के बोला अब आफ्नो होइन अर्काको के उस गर डिलिट गरिदियो भिडियो दुईवटा भिडियो डिलिट गरिदियो त्यत्रो लङ त्यो बाहिर गएको थिएन भित्रै गएको थियो बाहिर त्यो पनि डिलिट गरेर त्यत्रो सबै त्यो पैसा खान्छ होला यस्तो ठुलो हो नि त पैसा खाएर बस्छ होला क्या अहिले रिक्स गरेर सुन्ला जुत्ता जुत्ता बनाएर चाहिँ जाने आइदिएको यहाँ बुद्ध चोकतिर लन्चको थिएन क्या मान्छे साथीभाइहरू त्यो यहाँ जाने के गर्नु बुद्ध चोक बाबु खुट्टा गराएर त्यहाँ मान्छे थिएन खुट्टा गराउने उतापट्टि साह्रै ढिलो आएको थियो बल्ल गरेर ल्याएको छिटो ठोकिरहेको के हो बस बाय के भयो हजुर
ए आइ कहाँ आइ ओइ बटारी ब ब ब अब बाबाको खुट्टा गराएर आइसक्यो भर्खरै खाना खाएर भ्याए घुमतिर बाध्यो भाडा त्यहाँ छ यसलाई काम छैन भर्खरै गएर आएको खानासाना खाइयो